ओम नमः शिवाय म त मूर्ति भनेको त त्यो बाल्टी रहेछ त्यहाँ चाहिँ खोइ यहाँ सीमिता दिदी हुनुहुन्छ मूर्ति पूजा गरेको पानी पो आउँदो रहेछ यहाँ भित्र है खास मूर्ति चाहिँ कता ओ त्यसै भित्र मूर्ति नि पानी चाहिँ किन फाटेको होला है त्यो काम नलाग्ने के मन्दिरहरु छ यो गुफा मन्दिर बौडेश्वर महादेवको मन्दिर बौडेश्वर मन्दिरको गुफा मन्दिर माथि रहेछ नि त गणेश यसरी पुजारी माथि पूजा लाइट बालेको रहेछ यहाँनिर ओम नमः शिवाय ए गणेशजी पो रहेछ यहाँ त जय गणेश यहाँ गणेशजी भयानक दामी रहेछ गुफा मन्दिर चाहिँ पानी यस्तो पानी ड्रप आइरहेछ पुरा यहाँ माथिबाट होइन बकेट थापेको रहेछ पानी सो कुल सो हामी चाहिँ यहाँनिर आएकोसम्म हामी 4 जना गुफा मन्दिर इनसाइड हाम्रो छेमासँग आएको म चाहिँ ओम नमः शिवाय त्यहाँबाट उकालो बाटो छ बाटो छ ओके ए हो यो यस्तो भयानक चाहिँ ढुङ्गाको बीचभित्र रहेछ मन्दिर चाहिँ होइन सो अब यहाँ माथि चाहिँ मन्दिर रहेछ हामी छेउमा हस् ओके 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 हामी छेउमा पूजा गर्दै हुनुहुन्छ यसो लाइट राखेको रहेछ बिच बिचमा भयो मूर्ति रहेछ बाटै छैन त्यही हो लास्ट यहाँ चाहिँ न ऊ क्यामेरा बरुणेश्वर महादेव यहाँ आउनुहोस् यहाँ भित्र चाहिँ यो चाहिँ सबसे टपमा चाहिँ यस्तो रहेछ होइन गाइस अनि यहाँनिर यसो घन्टी बजाइदिउँ ओम नमः शिवाय कति छ लाइट चाहिँ अफ गर्नुभएको होला आउनु दिदी आउनुहुन्छ म निस्केर ल ओके ओके ल अब ट्रन सक्यो किनभने एक जना मात्रै छिर्नुपर्ने रहेछ यहाँनिर ठाउँै छैन रहेछ नि त सो ट्रन सक्यो मेरो अब हाम्रो छेमाहरूको ट्रन हो त्यहाँभित्र चाहिँ दामी रहेछ ल यता त लाइट गएछ नि त त्रिशुलहरू यसरी म झन्डै नआएको भए त मलाई लस्ट पर्ने रहेछ नि हजुर यसरी पानीको ड्रप आइरहेछ यसको माथि चाहिँ यो एक्ज्याक्टली यो ठुलो स्टोनको माथि चाहिँ फल्स रहेछ होइन वाटरफल्स तर अब अहिले चाहिँ सिजन छैन वाटरफल्सको है अनि यो पानी कहाँबाट आएको यो भित्रको चाहिँ ए म त के शक्तिले आएको कि यहीँबाट भन्छु नि ए यो त खाने पानी होला त्यो त है आया टाउको ठोक्यो त मेरो अनि ओ माथि कर्नर भित्र जानुपर्ने रहेछ पूजा गर्नु चाहिँ है म पनि त म नआउनु आँटेको थिएँ नि त यति मात्रै होला भनेर अनि त बकेट चाहिँ यो किन थापेको होला है बकेट ए है लु म खुट्टा धुइदिइहाल्छु नभए
तर पानी चाहिँ हेभी खतरा चिसो रहेछ है यहाँ दामी लाग्दिएको मलाई त हेर्नुहोस् न कस्तो फ्रेस वाटर वाउ कस्तो मजा आयो हात खुट्टा धुएर आयो माथिको के अरे त्यो अल्छी लाग्दै ओह्रालो सोह्रालो जिप्सी त यहाँ अन्त है खास चाहिँ आज चाहिँ हामी मलाई चाहिँ मन्दिर छ भने थाहा थिएन म चाहिँ खालि फल्स भनेर आएको हो अनि फल्स चाहिँ अब के अरे अहिले छैन अनि यसो आएर तपाईँहरू पनि आएर यसो गुफा आएर भिजिट गर्नु होला मन्दिर भिजिट गर्नु होला दर्शन गर्नु होला दामी छ के अरे यो ठाउँको नाम छ झोर झरना भनेर चाहिँ आएको हामी चाहिँ खै पूजा गर्नु टाइम लाउनु भयो त आउनुभयो आउनु है माथि देख्नुभयो हामी छेउमा आउँदै हुनुहुन्छ हो यहाँ कस्तो शीतल भएको यो भित्र माथिबाट हो त्यसरी अन्त है लु निस्क्यौँ हामी अब चाहिँ आछु ल हामी चाहिँ निस्क्यौँ कस्तो नमिठो साउन्ड हो यो घन्टीको चाहिँ बाहिर फ्रन्ट फेस चाहिँ यस्तो छ है यसको एक्ज्याक्टली यहाँ माथिबाट पानी चाहिँ झर्दो रहेछ होइन झोर झर्ना सो यहाँ भित्र यता यहाँबाट चाहिँ गुफा मन्दिर इनसाइड गयो अनि एक्ज्याक्टली साइडबाट चाहिँ झर्ना बग्छ तर अहिले झर्ना छैन जाउँ न यहाँ झर्ना जाउँ तपाईँ जुत्ता कि झोला यहाँनिर मन्दिर छ साइडमा देख्नु भयो होला होइन अथवा खुट्टा पोले त हौ अहिले चाहिँ झर्ना चाहिँ यतिको छ है झर्नामा चाहिँ पानी चाहिँ लु झोर झर्नाको पानी हो यो चाहिँ ओ चिप्लो पो रहेछ त हौ यहाँ त कस्तो आनन्द आएको ल यति हो झर्ना अहिलेलाई चाहिँ पानी चाहिँ कस्तो दामी चिसो कि यहाँको एकदमै आनन्दको पानी